हेलो नमस्ते। आज चाहिँ म यसो बोट बाहिर है घुम्नु निस्केको। आज फ्राइडे घुम्न बोट बाहिर पनि यसो हावा खानु निस्किनु पऱ्यो नि त। कति बोटमा हिँड्नु होइन। यसो ल है बोटमा जाँदैछु बाहिर। अब पर्मिसन त माग्नुपर्छ होला। यहाँ सेक्युरिटी बसिरहेको रहेछ, हिँड्दैछ। हेलो, बाहर जाने का रास्ता किधर है? नेपाली हो? हाँ। अरे नेपाली में बोलो यार। नेपाली नै हो त? नेपाली में बोलो न। ए ठिक नेपाली हो। ल नि त ल बसेर कुरा गरौँ न। ल ल ठिकै छ त अन्त। ल हेलो गाइस, एकजना नेपाली रहेछ होइन यहाँ चाहिँ। तपाईँ चाहिँ कति भयो यहाँ आउनु भएको? म 1.5 वर्ष हुन आँट्यो। तपाईँ? म त भर्खर नि हो। भर्खर हो? ए अनि 3-4 महिना भयो। एउटै कम्पनीमा भएर नि भेटघाट छैन, बोलचाल छैन, के हो? अब के हो, बोटको बोट यस्तै छ, यी भेट हुँदैन त। हाम्रो नि त्यही हो, अब आयो काम गर्यो गयो च्याप्पो सुत्तो त्यस्तै चलिरहेको छ। कस्तो छ त अन्त यो कम्पनीमा अहिले? कम्पनी ठिकै छ, सेलरी नि राम्रै दिइरहेको छ। अब गर्दै जानु न, तपाईँलाई त्यहाँ कस्तो लाग्छ? हामीलाई त अब ठिकै नै छ है। ल है घर चाहिँ कता पो अरे तपाईँको? मेरो घर चाहिँ मोरङ। अनि तपाईँको चाहिँ? मेरो सुनसरी। अरे यार छिमेकी पो रहेछ। छिमेकी नै ल। हट। नजिकको मान्छे भनेर नि यार। यस्तै छ है हामी चाहिँ। हेलो एकजना भेट भयो। यस ल है बाई बाई गाइसहरू। फेरि मिल्दै गरौँ, भेट्दै गरौँ। एकछिन यहाँ गफ गर्नु पऱ्यो।